हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज म नयाँ ब्लग लिएर यहाँहरूको सामु उपस्थित भइसकेको छु। यहाँहरूको प्यारो मन्दिर र आज हामी जाँदैछौँ फोहोरबाट मोहर कसरी बनाउने त इन डेनमार्क। डेनमार्कमा चाहिँ कस्तो हुने गर्दछ भने बोतलमा चाहिँ प्यान्टहरू हुने गर्दछ। प्यान्ट भन्नुको मतलब के हो भन्दाखेरि त्यो चाहिँ एक ग्रेड हो। ग्रेड भन्नाले एबीसी हुन्छ होइन। ए ग्रेडको चाहिँ 1 रुपियाँ आउँछ, बी ग्रेडको चाहिँ 1.5 र सी ग्रेडको 3 रुपियाँ। सी ग्रेडको बोतल भनेको ठुलो हुन्छ, जस्ट लाइक पेप्सीको ठुलो बोतल होइन। यो चाहिँ सी ग्रेडको बोतल हो होइन। यहाँ देख्न सक्नुहुन्छ सी लेखेको। यसको चाहिँ 3 रुपियाँ डेनिस क्रोन आउँछ। यसको मतलब नेपाली 60 रुपियाँ। र अर्को हुन्छ बी ग्रेडको बोतल। बी ग्रेडको बोतल भनेको यो फेन्टाको अथवा कुनै पनि मिडियम साइज फेन्टाहरूको हुन्छ। यो चाहिँ बीको भनेको एराउन्ड 1.5 क्रोन आउँछ, भन्नाले 30 रुपियाँ नेपाली रुपियाँ। अर्को हुन्छ ए ग्रेड बोतल, जो चाहिँ सानो क्यानहरू, पेप्सीहरू अथवा चाहिँ कोका कोलाहरूको हुन्छ। कोका कोला देख्न सक्नुहुन्छ। यसको चाहिँ 1 क्रोन आउँछ। 1 क्रोन भनेको नेपाली 20 रुपिज। र हामीले चाहिँ यसरी नै आफूले खाएका कुराहरू चाहिँ यहाँ जम्मा गरेर राखेको थियौँ। र आज हामी हजुरहरूलाई कसरी हुन्छ यसबाट पैसा निकालेर सामान किनेर हजुरहरूलाई देखाउन जाँदैछौँ। र लेट्स गो गाइस। हेर्न सक्नुहुन्छ हामीसँग कति सामान छ। म हाल्दै गर्छु, हजुरहरू हेर्दै गर्नु होला। ओके, प्रायः मैले खाने गर्छु के काममा जाँदाखेरि के मैले त्यहाँबाट हालेर ल्याउने हो क्या। यो चाहिँ थाहा छ नि। यो चाहिँ मैले एभ्रिडे काममा जाँदाखेरि चाहिँ इनर्जी ड्रिङ्क पिउने गर्छु। र यो चाहिँ मैले उता नफालिकन आफैले घरमा लिएर आउने गर्छु होइन। यत्रो ठुलो ब्याग भरिरहेको छ होइन। एक एक गरेर समुद्र बन्छ। एउटा थोपा मिलेर समुद्र बन्छ भने जस्तै एउटा बोतल मिलेर पुरा ब्याग नै भरिएको छ होइन। हजुरहरूले पनि यसरी खाएका कुराहरू जथाभावी नफ्याल्नु होला, बोतलहरू जम्मा गरेर राख्नु होला। र कतिपयलाई प्राय जस्तो मान्छेहरूलाई थाहा होला, कतिलाई थाहा छैन होला। थाहा नभएको मान्छेहरूले, नयाँ आउने भाइ बहिनीहरूले चाहिँ यसरी जम्मा गरेर बेच्न सक्नुहुन्छ र राम्रोसँग हामीले पैसा कमाउन सकिन्छ यसरी पनि। आज चाहिँ हामीले एउटा सानो इन्फर्मेसन पनि दिउँ भनेर यहाँहरूको सामु उपस्थित भएका छौँ। हामीले चाहिँ आज हजुरहरूलाई कसरी बोतलहरूबाट नेपालमा चाहिँ यतिकै फालिन्छ जताततै होइन। डेनमार्कमा चाहिँ अथवा चाहिँ विदेशहरूमा चाहिँ कसरी बोतलहरू जम्मा गरेर राखेर त्यहाँबाट पैसा कमाउन सकिन्छ भनेर गर्न सकिन्छ। र हिँड्दै मैले ठ्याक्क अर्को एउटा बोतल पनि दिएँ होइन। यसको पनि के छ, त्यसको प्यान्ट ए छ। मैले वाइफलाई उठाउनुहोस् भनेको हुँदैन अरे के भयो त होइन। आफ्नो कहिले कता यसरी देखियो भने पनि कहिले कता यसरी उठाउँदा पनि केही नै हुँदैन कि। किनभने एउटा भनेको इन्भाइरोमेन्टलाई पनि सफा भयो, आफूले फोहोर उठाएको पनि भयो। अर्को भनेको एटलिस्ट 1 रुपियाँ आयो नि। 1 रुपियाँ भनेको एक मिलेर के बन्छ त, समुद्र बन्छ भनौँ न। एउटा थोपा मिलेर खोला बन्छ, खोला मिलेर नदी मिलेर समुद्र बन्छ नि। त्यसरी नै 1 रुपियाँ गरेर पैसा धेरै बन्ने त हो नि। अनि अर्को कुरा भनेको इन्भाइरोमेन्टलाई पनि एकदमै सफा भयो। पैसा त त्यस्तै थियो, इन्भाइरोमेन्ट पनि सफा हुने भयो होइन। अनि नेपालमा चाहिँ यस्तो छैन होइन। त्यसले गर्दाखेरि मानिसहरूले बोतलको पनि जथाभावी खायो फ्याल्ने होइन। अब मान्छेहरूले बियर खायो, बियर पनि जथाभावी फुटालिदिने, सिसाहरू फ्यालिदिने गर्नुहुन्छ होइन। तर यहाँनिर हेर्नुहोस् न, अब हिँड्दै थिएँ फेरि अर्को पनि भेटियो क्या। अब अर्को पनि भेटियो। अनि यसको पनि अब प्यान्ट रहेछ भने त लिइदिनु पऱ्यो। तर यसको प्यान्ट छैन होइन। प्यान्ट नभए पनि हामीले पैसा मात्र कमाउने होइन नि त होइन। पैसा कमाउन यस्तोमा प्यान्ट बी लेख्यो, ए लेख्यो भने चाहिँ पैसा आउँछ, तर यसको पैसा आउँदैन। तर हामी यसलाई के गर्नेवाला छौँ त, लिएर जानेवाला छौँ सँगै। हाम्रो उद्देश्य पैसा कमाउने मात्र होइन, त्यसैले हामी हाल्नेछौँ र हामी लिएर जानेछौँ। र यसरी नै आफ्नो इन्भाइरोमेन्टलाई पनि सफा गरौँ होइन। फोहोरलाई पनि नियन्त्रण गर्ने भयो। अनि अर्को कुराले आफूले गरेको फोहोरबाट, आफूले गरेको खाएको कुराहरूबाट पैसा पनि कमाइने भयो। क्या गजब भएन त होइन। यस्तै चाहिँ नेपालमा पनि होस्। हेलो, यस्तै होस् भन्ने चाहन्छु होइन। होस् छिटै। अब देशमा धेरै कुराहरू होस् भन्ने त चाहना हुन्छ, तर धेरै समय लाग्छ जस्तो मलाई लाग्छ होइन। धेरै नै समय लाग्छ होला जस्तो मलाई लाग्छ। तर पनि
इन फ्युचर नहोला भन्न सकिँदैन। कुनै राम्रो लिडरको हातमा देश पऱ्यो भने राम्रो अवश्य हुनेछ। र आज हामी हजुरहरूलाई बोतलबाट कसरी पैसा कमाउन सकिन्छ अथवा भनौँ फोहोरबाट मोहर कसरी कमाउन सकिन्छ देखाउन जाँदैछौँ। र हामी चाहिँ अहिले ठ्याक्क आइबिएको अगाडि र त्यो ओरेन्ज बिल्डिङ चाहिँ म बस्ने बिल्डिङ हो। सँगसँगै अब म हजुरहरूलाई यहाँको कुराहरू पनि देखाउँदै जानेछु होइन, के कस्तो हुन्छ भनेर। अब गएर हजुरहरूलाई सिधै प्यान्ट रिसाइकल गर्ने ठाउँमा गएर भेट्नेछौँ है त। फाइनल्ली हामी चाहिँ रिसाइकल गर्ने ठाउँमा आएका छौँ होइन। हजुरलाई चाहिँ म रिसाइकल गरेर देखाउँछु। ल हेर्नुहोस् है त हाम्रो पैसा कति आउँछ है त। र रिसाइकल गर्नको लागि सुरुमा के गर्नुपर्छ त, पछाडिबाट यसरी हाल्नुपर्छ। र मेसिनले के गर्छ, मेसिनले यसरी प्रोसेस गर्छ। सुन त प्यान्ट दिएको कति आउँछ त, एउटा गइसक्यो। र यसले यसरी हाल्यो भने चाहिँ लिँदैन है, के भन्यो त उल्टो हाल भन्यो। यसलाई चाहिँ यसरी हाल्नु पर्यो। ए सरी छ त आयो, तपाईँले ढिला गर्नुभयो। ढिला गर्नु हो नि त, त्यो भएर आइहाल्यो। त्यो 1 रुपियाँको आयो ढिलो गरेर। ल ढिलो नगरिकन हालौँ है त। भएन कि उल्टा हाल्नु न। र हजुरहरूले देख्न सक्नुहुन्छ यसमा प्यान्ट ए छ। प्यान्ट ए को पैसा आउँछ 1 रुपियाँ। र यो बोतलको प्यान्ट छ प्यान्ट बी। र हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ 8 रुपियाँ हुनेवाला छ यहाँ। 8 रुपियाँ हजुर 1.5 आउँछ त्यसको। र हेरौँ है त हाम्रो टोटल पैसा कति आउँछ है त। र यो रहेको छ प्यान्ट सी। यसको अब हेर्न सक्नुहुन्छ 14.5 छ भने यो हाल्यो भने कति हुन्छ त 3 रुपियाँ आउँछ यसको है। 14.5 बाट एकैचोटि पुग्यो 17.50 होइन। र हेर्न सक्नुहुन्छ हाम्रो 19 रुपियाँ 50 पैसा भइसकेको छ। र योसँगै भएको छ 21 रुपियाँ। र योसँगै भएको छ 22 रुपियाँ 50 पैसा। र बढ्ने क्रम चलिरहेको छ है त। र हजुरहरूले देख्न सक्नुहुन्छ हामीले त्यो बेचेर हामीले कमाएका छौँ 50 क्रोन है। 50 क्रोन र यहाँ 1 रुपियाँ 51। 50 इन्टु 20 गर्दाखेरि भयो हाम्रो 1000 रुपियाँ। 1000 रुपियाँ नेपाली है। र हाम्रो देख्न सक्नुहुन्छ 50 क्रोनको पैसा आउँदैन है सिधै। यहाँ चाहिँ के आउँछ त, यहाँ चाहिँ आउँछ यस्तो रिसिट। र यसलाई हामीले लगेर दोकानमा दियौँ भने उहाँहरूले पैसा फिर्ता दिनुहुन्छ, अथवा सामान किन्नु भयो भने यही रिसिटबाट उहाँहरूले पैसा लिनुहुन्छ। र आज हामीले घरमा खाएको बोतलहरू जम्मा गरेर हाम्रो कति भएको रहेछ त, टोटलमा भएको रहेछ 1 मन्थमा 50 क्रोन। 50 क्रोन मिन्स 1000 रुपियाँ नेपाली। 1000 रुपियाँ हामीले अहिलेसम्म फोहोरबाट कमायौँ। र अब जान्छौँ हामी हाम्रो मार्टमा के सामान आउँदो रहेछ है त। यो 50 रुपियाँमा हामी हजुरहरूलाई किनेर देखाउनेछौँ।